नमस्ते सबैजनालाई। आशा गर्छु तपाईहरु सन्चै हुनुहुन्छ होला अनि यस भिडियोमा तपाईहरुलाई फेरि पनि स्वागत छ। यस भिडियोको द्वारा हाम्रो परमेश्वरलाई महिमा भएको होस् अनि तपाईहरुलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। अनि आज हामी हेर्ने छौं दानियल 6 को 22 लाई आज हामी हेर्ने छौं। त्यो भन्दा पहिला हामी यो जानौं कि दानियल चाहिँ को थिए भनेर। दानियल चाहिँ परमेश्वरलाई माया गर्ने, प्रभुलाई पुकार्ने व्यक्ति दानियल थिए। किनभने दानियलको जीवनमा धेरै परिस्थिति थियो तर पनि दानियलले कहिल्यै हार मानेनन्। तर दिनमा 3 चोटी चाहिँ दानियल प्रार्थना गर्थे, परमेश्वरको साथ उनी एउटा असल समय बिताउँथे। अनि दानियलको जीवनमा हामी हेर्छौं भने जब राजा नबुकदनेस्सरले इजरायलीमाथि आक्रमण गरेको थियो, यरुशलेमको भवनलाई उसले नष्ट पारेको थियो, त्यो समयमा उसले भवनमा भएका हरेक सामानहरू उसले आफ्नो महलमा लग्छ। त्यही समयमा उसले इजरायलमा भएका युवाहरूलाई, जो सुन्दर सुन्दर युवाहरू थिए, जो बुद्धिमान युवाहरू थियो, तिनीहरूलाई पनि उसले आफ्नो भवनमा लग्छ। ती मध्येमा दानियल पनि थिए। अनि जब उहाँ गए तब दानियलको जीवनमा धेरै दुःख आयो, धेरै परिस्थितिहरू आयो, तर पनि दानियलले चाहिँ प्रभुलाई पुकारे। त्यसमध्येमा चाहिँ आज हामी एउटा यस 6 को 22 लाई आज हामी हेरौं। मेरा परमेश्वरले आफ्ना स्वर्गदूत पठाउनु भयो र उहाँले सिंहहरूका मुख थुनिदिनु भयो। तिनीहरूले मलाई कुनै चोट पुर्याएका छैनन् किनभने उहाँको दृष्टिमा म निर्दोष भेटाइए। महाराजा हजुरको पनि मैले कुनै गल्ती गरेको छैन। आमेन। साँच्चै नै हामी हेर्छौं भने यो त्यो समयको कुरा थियो जब राजा दारा त्यो समयमा राजा थियो। अनि त्यो समयमा चाहिँ धेरै व्यक्तिहरू थिए जो दानियललाई मन पराउँदैनथे, किनभने दानियल चाहिँ परमेश्वरलाई समय दिने व्यक्ति अनि परमेश्वरले पनि दानियललाई एकदमै असल ठाउँमा पुर्याउनु भएको थियो। त्यो समयमा दानियल एकदमै राम्रो पोस्टमा त्यो समयमा थिए। अनि यो दानियलको आशिषलाई हेरेर धेरै व्यक्तिहरू जलेको कारणले उनीहरूले एउटा नियम बनाए कि दारा राजा बाहेक अरू कसैलाई पनि उनीहरूले कसैको सामने उनीहरू नझुकुन्, कसैलाई नपुजुन् भनेर चाहिँ उनीहरूले त्यो समयमा नियम बनाए। तर दानियल सिर्फ परमेश्वरलाई प्रेम गर्ने व्यक्ति थियो। परमेश्वरको सामने उसले आफ्नो घुँडा टेक्ने व्यक्ति थियो, तर मान्छेहरूको बीचमा घुँडा टेक्दैन थियो। तर जब उनीहरूलाई थाहा लाग्यो कि दानियलले हामीले बनाएको, राजाले बनाएको निर्णयमा ऊ चलेन, उसले चाहिँ आफ्नो परमेश्वरलाई फेरि पनि गएर उसले पुज्यो, आफ्नो परमेश्वरलाई उसले मान्यो, तर उसले राजाको सामने घुँडा टेकेन भनेर जब ती व्यक्तिहरूलाई थाहा लाग्छ जसले नियम बनाएको थियो, तब उनीहरूले राजालाई भनेर चाहिँ दानियललाई सिंहको गुफामा उनीहरूले हाल्छन्। अनि राजालाई चाहिँ मन लाग्दैन, ऊ चाहिँ चाहन्न कि दानियललाई सिंहको गुफामा हालौँ, लेकिन ऊ त राजा थियो, उसले नियम बनाएको थियो, तर ऊ आफ्नो नियमबाट ऊ पनि पछाडि हट्दैन थियो। तर जब दानियललाई सिंहको गुफामा हालेको थियो अनि त्यो समयमा यसो लेखिएको छ कि सिंहहरूको मुख चाहिँ परमेश्वरले स्वर्गदूतद्वाराबाट बन्द गरिएको थियो भनेर यसमा लेखिएको छ हैन। त्यसैगरी जब राजा दारा बिहान उठ्छ अनि जब ऊ बिहान उठेर आउँछ र दानियल के तिमीलाई परमेश्वरले बचाउनु भएको छ, के तिम्रो परमेश्वरले तिमीलाई बचाउनु भयो भनेर दानियललाई पुछ्छन्। तब राजा दाराले तल दानियलले चाहिँ जवाब दिन्छ, हजुर दारा राजा, मेरो परमेश्वरले स्वर्गदूतहरूद्वारा सिंहको मुखहरू बन्द गरिदिनु भयो, तपाईको सामु पनि मैले केही गल्ती गरेको छैन। साँच्चै नै दानियल चाहिँ एउटा इमानदार व्यक्ति थियो। काममा चाहिँ ऊ बहुत धेरै इमानदार व्यक्ति दानियल थियो। अनि त्यो समय त्यही भएर चाहिँ उसले भन्छ कि परमेश्वरले स्वर्गदूतहरूको मुख बन्द गर्नुभयो। साँच्चै नै हाम्रो जीवनमा आज हामी हेर्छौँ भने हामी धेरै परिस्थितिमा हुन्छौँ। कतिले हाम्रो बुराइहरू गर्छ, हाम्रो चुगलीहरू गर्छ, कतिमा हामी पनि गर्छौँ, हामी पनि कम छैनौँ। तर हामी चाहिँ यो जानौँ कि जब हामी प्रभुमा सच्चा भएर हिँड्छौँ, जब हामी प्रभुलाई प्रेम गर्ने व्यक्ति बन्छौँ, तब हाम्रो पछाडिबाट कुरा गर्ने व्यक्तिहरू, हाम्रो लागि षड्यन्त्र बनाउने व्यक्तिहरूको मुख परमेश्वरले बन्द गर्नुहुन्छ। अनि त्यसको जो हाम्रो लागि नराम्रो जो योजनाहरू बन्छ, त्यो योजना हामी माथि लाग्दैन, तर ती व्यक्तिहरूमाथि त्यो योजना पर्छ। किनभने जसले बुराई सोच्छ, जसको जीवनमा बुराई हुन्छ अनि बुराई सोच्छ त्यो आफ्नो लागि सोच्छ, उसले हाम्रो लागि सोच्दैन। जसरी त्यो समयमा दानियललाई पनि व्यक्तिहरूले बुराई गरे, बुराई सोचे, सिंहको गुफासम्म पुर्याए, तर सिंहको गुफामा गए तापनि परमेश्वरले सिंहको मुखलाई बन्द गर्नुभयो। मलाई लाग्छ रातभरि सायद दानियलले सिंहहरूलाई हेरे होला, केही गर्न सकेन। अनि उसले कति परमेश्वरलाई धन्यवाद दिए होला, त्यो गुफामा दानियल बसेको समयमा कति धन्यवाद दिए होला। हे प्रभु, मलाई बचाउनु भयो, मेरो सामने यति भयानक बबर शेरहरू छन्, प्रभु सिंहहरू छन्, तर पनि तपाईँले मलाई बचाउनु भयो भनेर उसले कति रातभरि प्रभुलाई धन्यवाद दिए होला। साँच्चै नै त्यसै गरी तपाईँ र मेरो जीवनमा यही छ कि हाम्रो लागि खड्डा खाने व्यक्तिहरू त्यो आफै खाल्टोमा पर्नेछ, हामीले केही गर्नु पर्दैन, तर ऊ चाहिँ
उसले गरेको त्यो षड्यन्त्रमा ऊ आफै पर्छ। जसरी जो सिंहको गुफामा दानिएललाई हालेको थियो त्यही सिंहको गुफामा राजाले आदेश दिन्छ कि जसले यो नियम बनाएको थियो त्यसलाई यही गुफामा हाल। असलीमा त हामी हेर्छौँ भने राजाको लागि नै त्यो नियम थियो नि। राजालाई पुज्ने कति ठुलो कुरा थियो त्यस समयमा। राजाले पनि सोच्नु पर्दैन यिनीहरूले त मेरो लागि गरेको थियो, तर उसले दानिएलको इमान्दारलाई हेऱ्यो, दानिएलको परमेश्वरलाई उसले हेऱ्यो। दानिएलको जीवनमा दानिएलले आफ्नो जीवनबाट परमेश्वरको प्रेम, परमेश्वरको महिमालाई, परमेश्वरको विश्वासलाई उसले झल्कायो कि मेरो परमेश्वर जीवित हुनुहुन्छ, मेरो परमेश्वर इजरायलको परमेश्वर सच्चा परमेश्वर हुनुहुन्छ भनेर जब दानिएलले झल्कायो तब जसले षड्यन्त्र गरेका थिए ती व्यक्तिहरू गए अनि त्यही सिंहहरूले जो रातभर जसँग दानिएल ती सिंहहरूसँग बसेको थियो तिनी सिंहहरूले ती व्यक्तिहरूलाई कर्यामकुरुम हड्डी समेत खाएको छ। साँच्चै नै तपाईँ र मेरो परमेश्वर बचाउनेवाला प्रभु हुनुहुन्छ। हामी यति गरौँ, हामी परमेश्वरलाई धन्यवाद दिउँ। साँच्चै नै कतिचोटि हामी हताश हुन्छौँ, कतिचोटि हामी थाक्छौँ अनि हामी भन्छौँ हे प्रभु म कसरी यो कुराबाट बचुँ, तर साँच्चै नै तपाईँ र मेरो परमेश्वर बचाउनेवाला प्रभु हुनुहुन्छ। यस भिडियोबाट तपाईँहरूलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्। तपाईँहरूलाई केही गर्नु पर्दैन, सिर्फ हामीले चाहिँ तपाईँ र मैले चाहिँ सिर्फ परमेश्वरतिर आफ्नो नजर उठाउँ। हामी यति भनौँ कि मेरो परमेश्वर बचाउनेवाला प्रभु हुनुहुन्छ। मेरो परमेश्वरले सिंहको गुफाबाट दानिएललाई वापस ल्याउनु भएको थियो। मेरो परमेश्वरले योनाको लागि 3 दिन 3 रात ऊ माछाको पेटमा थियो, माछाले केही गर्न सकेन, उसलाई वापस ल्याउनु भएको थियो। त्यसै गरी जब येशूलाई पनि चिहानमा कबरमा राखेको थियो, कबरले येशूलाई कबरमा बन्द गरेर राख्न, मृत्युले उसलाई जक्रेर राख्न सकेन येशूलाई, तर मृत्युलाई उहाँले जितेर आउनुभएको थियो। तपाईँ र मेरो परमेश्वर जित्नेवाला प्रभु हुनुहुन्छ। तपाईँ र मेरो परमेश्वर मुख बन्द गर्नेवाला परमेश्वर हुनुहुन्छ। तर हामी चाहिँ हाम्रो मुख चाहिँ हामी परमेश्वरतिर खोलौँ, हाम्रो मुख चाहिँ हामी उहाँलाई महिमा दिनको लागि खोलौँ। आमेन।